इन्ड्राइभको कमाएँ यो चाहिँ आजको हैन। यसमा 500 रुपियाँ मैले तेल खर्च हालेँ अनि 150 रुपियाँको खाजा खाएँ हैन। अनि बाँकी चाहिँ यसमा 810 रुपियाँ छ। गुड मर्निङ एभ्रिवान, वेलकम टु ब्याक माई युट्युब च्यानल। म सुन्दर तामाङ आज फेरि पनि हजुरको सामु नयाँ भ्लग लिएर आइसकेको छु। अनि आज म भर्खर उठेको आज अघि बिहानसम्म चाहिँ पुरै पानी परिरहेको थियो। अहिले चाहिँ पानी चाहिँ रोकिसकेको छ हैन। ल देख्न सक्नुहुन्छ मौसम एकदम साफ छ हैन। अनि अहिले चाहिँ म कपडा लिन जान लागेको। अस्ति मैले कपडा मेरो एउटा ज्याकेट प्लस अनि हाम्रो सेफ सरको चाहिँ 3टा हो कि कतिवटा लुगा थियो, 6वटा सेफ सरको 6वटा लुगा थियो, त्यो चाहिँ धुन दिएको थियो। अहिले चाहिँ म लुगा लिन जानुपर्ने हुन्छ। अनि त्यही हो, म लुगा लिन जान्छु। त्यसपछि चाहिँ खाना खाएर चाहिँ आज यसो इन्डिया भनेर जानुपर्ने हुन्छ। अहिले त्यो सब खर्च पनि छैन धेरै हैन। पैसा एकदम धेरै जिरो भइसक्यो, पेट्रोल हाल्ने खर्च पनि छैन। त्यही भएर चाहिँ यसो इन्डिया भनेर जान्छु म आज दिनभरि। त्यही हो, दिनभरि आज इन्डिया पनि हान्ने सोचिरहेको छु मैले। अनि यस्तो मोबाइल अठाउने त्यो नि किन्नु पऱ्यो हैन। पेट्रोल नै हाल्नु पऱ्यो, पैसा अलिकति धेरै खर्च हुन्छ होला। आज यो मोबाइल अड्काउने हाल्न लाग्छु मैले चाहिँ हैन। यासी चाहिँ डोरीले बानेर काम चलाएको थिएँ। आज अब सधैँभरि डोरीले काम चल्दैन, त्यही भएर हाम्रो ट्याग लगाएर यस्तो हालिरहेको छ हैन। हाम्रो मिस्त्री सरले हाल्दै हुनुहुन्छ। हेलो, हाम्रो मिस्त्री मेरो मिस्त्री अब ट्याग लगाएर बाइक साइक बनाउनु पऱ्यो भने तपाईँहरू यता आउन सक्नुहुन्छ झट्टा लगाएर हैन। नम्बर हालिदिन्छु ल म यसको है। यो नम्बर हालिदिउँ त्यो भिडियोको त्यो डिस्क्रिप्सन बक्समा। कसको? म आफ्नो नम्बर हालिदिन्छु ल यसमा। ट्यागको बाइक बनाउनु पऱ्यो भने यहाँ सिस्मती पुलको नजिकै हैन, हल्का यो त कुना साइडबाट छ हैन। यो ग्यारेज एकदम मिलाएर बनाइदिनु हुन्छ हाम्रो मिस्त्री सरले हैन। मेरो त कति उधारो छ मिस्त्री सरले यार, फेरि मलाई मिलाएर गरिदिनु हुन्छ हैन। एकदम खुसी लाग्छ। युट्युबमा हाल्छु, टिकटकमा हाल्छु, इन्स्टाग्राममा हाल्छु, फेसबुकमा म भिडियो कति पोस्ट गर्छु नि। युट्युबमा दिनमा 2टा भिडियो पोस्ट जान्छ, इन्स्टाग्राममा एउटा, फेसबुकमा एउटा जान्छ नि मेरो भिडियो हैन। भाइरल नभए भने म भिडियो हालिरहन्छु क्या। अब चाहिँ मैले लोकेसन हेर्न सजिलो हुनु पऱ्यो ल। हालिदिएको यस्तो ल ल मोबाइल हाल्ने अनि यसरी काट्ने होइन, लोकेसन हेर्ने अनि चल्दिने क्या। त्यतिखेर म चाहिँ टक्क कलर यहाँ चिया खाँदैछु होइन। जोरङभन्दा हल्का माथि यसको नामै बिर्सेँ दिदी। यो ठाउँको नाम के हो दिदी? यहाँ ढकलटा भन्ने ठाउँमा चाहिँ यसो चिया खाइरहेको छ होइन। अनि अघि इन्डिया भनेको थियौँ अनि पुरै पानी परेर बिजोक भइसक्यो होइन, झुट्टा पनि भिजिसक्यो। अनि मैले अविनाश दाइको ज्याकेट लगाएर आएको थिएँ, अविनाश दाइको ज्याकेट पनि भिजिसक्यो होइन। अहिले चाहिँ अविनाश दाइको ज्याकेट चाहिँ मैले धोएर दिनुपर्ने हुन्छ टक्क लगाएर। भोलि र पर्सि चाहिँ हाम्रो छिरिङ दाइ र अविनाश दाइको छुट्टी छ नि त, त्यही भएर चाहिँ भोलि र पर्सि चाहिँ भिडियोहरू बनाउनु पर्ने हुन्छ। प्लस अनि आज मैले रेनकोट किनेँ होइन। अनि यो के अरे यो प्लास्टिक, यसलाई नै 100 रुपियाँ पर्दो रहेछ होइन। अनि रेनकोट र प्लास्टिकले गर्दाखेरि 1000 रुपियाँ गयो। प्लस अनि त्यो मोबाइल अड्काउने 350 भन्दाखेरि समथिङ आज मैले कति 1350 जति चाहिँ अब जस कमाउनु पर्ने हुन्छ होइन। अनि आजको खर्च भन्नु एक हिसाबले खर्च, त्यो खर्च भयो मेरो। त्यो खर्च चाहिँ मैले आज इन्डिया गरेर उठाउनु पर्ने हुन्छ। दिनभरि पानी परेको छ होइन, कसरी जाने हो भइरहेछ घर पनि। तललाई सुरुमा रुममा गएर चाहिँ एउटा ज्याकेट लाउँछु, त्यसपछि यो जुत्ताको सट्टा चाहिँ चप्पल लाउने ठिक जस्तो लाग्यो मलाई चाहिँ। जुत्ता पुरै भिजेर खुट्टा चिसो भइसक्यो। अहिले चाहिँ म रुम जान्छु एकचोटि। अहिले चाहिँ मैले दिदीले चाउमिन अर्डर गरेको थिएँ होइन, खाजा खाएर रुम जान्छु। त्यसपछि चाहिँ ज्याकेट लाउँछु होला। कटु लाउने सोचेको थिएँ, कटु अलिकति चिसो हुन्छ कि जस्तो लागिरहेको होइन। अब कटु अब पानी परिरहेको छ होइन, त्यही भएर टक्क लगाएर सुरुमा खाजा खान्छु, त्यसपछि रुमको लागि निस्किन्छु। अनि रुममा यसो ज्याकेट लगाएर चाहिँ फेरि इन्डिया भनेर जान्छु आज ट्याक्क लगाएर। ल त्यस्तो चिसोमा होइन तातो तातो चिया खाने मजै छुट्टै छ ल है। ल ल ट्याक्क लगाएर रुममा आउँछु होइन। कस्तो लौडा जस्तो भइदिएको ल लामो खसिहाल्नु फेरि। र यो रेनकोटलाई 900 रुपियाँ पऱ्यो है। त्यो रेनकोटलाई नकिनौँ भने कसरी होइन, पानी परेर किनिदिइहालेँ। यसले 900 रुपियाँ खायो। कसरी हुन्छ यो छिटिन्छ यो त। यसले 900 रुपियाँ खायो। सर्लाम 900 रुपियाँ, खर्ल्याम यसले 900 रुपियाँ खायो। अनि अविनाश दाइको ज्याकेट मैले लगाएर गएको थिएँ हेर्नु, यस्तो हालत बनाएको। अब अविनाश दाइ रिसाउने पो हो कि त्यो ठिक छ नि। हेलमेट अब हल्का ग्यासमा सुकाउनु पर्छ, यो चिसो छ भाइ, यसले त बिरामी हुन्छ। चट्टा ट्याक्क ल भर्खर रुममा आएर जुत्ता मात्र खोलेको थियो कि आकाश लारुले छिटो लिन आइज रे, ठाउँबाट लिन आइज रे। सबै एकैचोटि निस्किन्छ कि 9-10 जना छ अरे। अनि एकैचोटि निस्किने भन्ने कुरा भएको थियो होइन। त्यही भएर मलाई चाँडो चाहिँ लिन आएपछि भनिरहेको थियो आकाश लारुले होइन। त्यही भएर चाहिँ म सुरुमा लुगोसोको झ्यापचुप लगाएर कुदिहाल्नु पऱ्यो होइन लारुलाई लिन। ट्याक्क यो लुगा पनि फेरि चिसो छ या। अबे यार लुगाहरू सबै चिसो भएर के लाउने चाहिँ के हो क्या। म केटा म चाहिँ भर्खरै रुम आएर 5 मिनट नै भएको थिएन होइन। अनि आकाश लारुले फोन गरेर छिटो लिन आएपछि भने होइन। अब नाइ भनौँ भने कसरी भन्ने होइन, नाइ भन्ने अब कुरै छैन होइन। कसरी
भयो भन्ने त्यही भएर यस्तो पानी परिरहेछ। अनि म चाहिँ बुढाले गण्ड चाहिँ हाम्रो अगस्तलाई लिन जाँदैछु। जस केटाको छुट्टी भएछ, उसको चाहिँ पर्सिसम्म छुट्टी छ अरे। अनि त्यही भएर चाहिँ उसलाई लिन जानुपर्ने हुन्छ है। पानी परिरहेछ, जाडो छ लास्टै। सिट पुस्छौँ सुरुमा। कसरी हो यो हाम्रो कपडा छ कि यो सिट पुस्नु पर्यो कि अलिकति चिसो भएको छ सिट? कसरी हो? यसरी नै हो नि त। यसरी हो खोले खोले ट्याक्क सिट पुस्यो। ल त्यही अब मसँग गोब्रो सेटअपहरू केही छैन, हामी सिधै माथि पुगेर भेट्नुपर्छ है त। A few moments later. गाडी छड्किले छिङ हो आइन ए चल यहाँ उठ्दैछु ए चल छिङ होला भाइ ए धेरै उले एडिङ अलि ट्याक्का तारा भाइ भिडियो छिङ म छे आङ चलो इधर Right, and my new pictures are looking इन्ड्राइभको कमाएँ यो चाहिँ आजको हैन। यसमा 500 रुपैयाँ मैले तेल खर्च हालेँ अनि 150 रुपैयाँ खाजा खाएँ हैन। अनि बाँकी चाहिँ यसमा 810 रुपैयाँ छ आजको कमाई हैन। आजको जो रेनकोट र त्यो मोबाइल अड्काउने प्लस अनि त्यो प्लास्टिकको चाहिँ पैसा उठ्यो हैन। अरू त्यही हो ट्याक्क लगाएर यहाँ 810 रुपैयाँ छ। 500 रुपैयाँको पेट्रोल हालेँ, अलिक उठेन भनौँ न। टोटल कति 1350 जति खर्च भएको थियो। समथिङ 1100 जति उठाएको थियो हैन। आज 200 जति अलिकति घाटामै भयो भनौँ न ट्याक्क लगाएर। ल यो चाहिँ भोलि रुम भाडा है हाम्रो। अनि हाम्रो ट्याक्क लगाएर यहाँ उता तानिरहेको छ ट्याक्क यो झ्याउदो उता। लगे आज यसो पानीमा इन्ड्राइभ हान्दिएको होइन। अनि त्यही भएर चाहिँ अलिकति बिरामी होला जस्तो भइरहेछ, अलिकति ज्वरो आउला जस्तो भइरहेछ होइन। अनि दिनभरि अब पानीमा घुम्या भयो नि त, त्यही भएर अलिकति बिरामी होला जस्तो भइरहेछ कि। जस आजको भिडियो चाहिँ हाम्रो यति नै हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अनि भ्लग चाहिँ मैले अप्ठ्यारो कति 10 दिन भइसक्यो मैले भ्लग अपलोड गरिरहेको छु। अब भ्लग बनाउँछु आज बनाउँछु भोलि बनाउँछु भन्दै तपाईँको एक दिन ग्याप भयो भने चाहिँ त्यसको भोलिपल्टदेखि चाहिँ अब के भन्ने अब छुट्टी हुँदो रहेछ क्या। त्यही भएर चाहिँ यस भोलिबाट चाहिँ मेरो भ्लग कन्टिन्यू आउनेछ होइन। हजुरहरू सबैजना माया गरिदिनु होला। यति भन्दै आजको छोटो भिडियो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। हामी भोलिको नेक्स्ट भिडियोमा भेट्छौँ। बाई, गुड नाइट।